संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको इन्टरनेसनल फन्ड फर एग्रिकल्चरल डेभलपमेन्ट IFADले प्रकाशित गरेको प्रतिवेदन सेन्डिङ मनी होम कन्ट्रिब्युटिङ टु द SDGsमा प्रवासीले पठाएको पैसामा निर्भर हुने मुलुकमा नेपाल पहिलो स्थानमा परेको छ। नेपालको कुल ग्राहस्थ्य उत्पादनको 32% रेमिट्यान्सबाट आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। रेमिट्यान्समा नेपालपछि सबभन्दा बढी निर्भर हुने मुलुकमा अफ्रिकी मुलुक लाइबेरिया, एसियन मुलुकहरू ताजिकिस्तान र किर्गिस्तान तथा उत्तर अमेरिकी मुलुक हाइटी रहेका छन्। सन् 2016मा नेपालमा 6 अर्ब 27 करोड 60 लाख डलर रेमिट्यान्स भित्रिएको छ। सन् 2016मा विश्वभरिका प्रवासी कामदारहरूले 4 खर्ब 45 अर्ब अमेरिकी डलर आफ्नो मुलुकमा पठाएको IFADको प्रतिवेदनमा उल्लेख छ। सन् 2017मा यो रकम 5 अर्ब डलरले बढ्ने समेत प्रतिवेदनले प्रक्षेपण गरेको छ। एक दशकको अवधिमा विश्वभरिको रेमिट्यान्समा 51%ले वृद्धि भएको हो। प्रतिवेदन अनुसार यो वर्ष विश्वका प्रत्येक 7 मध्ये एक व्यक्तिले रेमिट्यान्स लिने वा पठाउने छन्। हाल विश्वभरिका 20 करोड प्रवासी कामदारमाथि 80 करोड मानिस आश्रित रहेको जनाइएको छ। प्रतिवेदन अनुसार पछिल्लो वर्ष विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स पाएको मुलुक भारत रहेको छ। सन् 2016मा भारतले सबैभन्दा धेरै 62 अर्ब 74 करोड डलर रेमिट्यान्स भित्र्याएको छ, जसले भारतको कुल ग्राहस्थ्य उत्पादनमा 3% योगदान पुर्याएको छ। अर्को एसियन मुलुक चीनले भने 61 अर्ब डलर भित्र्याएर विश्वको दोस्रो स्थानमा परेको छ। एक दशक अगाडि भने चीन पहिलो र भारत दोस्रो स्थानमा रहेको थियो। प्रवासी कामदारले आफ्नो देशमा मात्र पैसा पठाउने नभई कार्यरत रहेको देशको अर्थतन्त्रलाई चलाइराख्न पनि सहयोग पुर्याएको प्रतिवेदनले भनेको छ। प्रवासी कामदारले कमाउने रकमको 85% अर्थात् करिब 30 खर्ब डलर सोही देशमा नै खर्च हुने गरेको प्रतिवेदनले देखाएको छ। आउँदा दिनमा विकसित मुलुकमा वृद्ध व्यक्तिको जनसङ्ख्या बढेसँगै प्रवासी कामदारको माग पनि बढ्दै जाने प्रतिवेदनले जनाएको छ। चन्द्र पाठक, AP1।